सबैजनाले यहाँ तलपट्टि यो आतंककारी कुरा सुन्नु त। नेपालीहरू मार्नको लागि भारतीय योद्धाहरू नै पठाएको पनि प्रचण्डले खुलासा गरेका छन्। 10 वर्षसम्म अगाडि बढेर त्यसले गणतन्त्रसम्म नेपालमा ल्याउने कुरा सायद मुस्किल हुन पनि सक्थ्यो भन्ने लाग्छ मलाई। भारतमा संगठन हुनुको कारणले नै हामीले थुप्रै चिजहरू भूमिगत रूपबाट त्यहाँबाट सहयोग प्राप्त गर्यौं, कार्यकर्ता प्राप्त गर्यौं, लड्ने योद्धाहरू सिधै आएर फौजी मोर्चामा जाने हजारौं पनि त्यहाँबाट आउनेहरू पनि भयो। सबै धेरै किसिमका प्राविधिकदेखि सेक्युरिटीसम्म सबै विषयमा इन्डियामा भएका लाखौं नेपालीहरूलाई संगठित र आन्दोलित गर्ने कुराको भूमिका रह्यो। त्यो बेला गणतन्त्र चाहियो भनेर इन्डियातिर गएर भागेर लुकेर बस्या हो त यो मात्र राजाले साला मात्र आर्मी परिचालन गरेर भोट दिन्छ भनेर के यो साला लौडे आतंककारीलाई अनि यसलाई चाहिएको थियो नि त गणतन्त्र किन चाहिएको थियो भन्दाखेरि त अनि देशभित्र लुटतन्त्र मचाउनु परेको थियो नि त यो मात्र लौडेलाई। गणतन्त्र आइसकेपछि अनि साला मात्र स्टेजमा चढेर 5000 को जिम्मा मैले लिन्छु भनेर पनि त भन्या हो नि त यसले हैन। अनि 5000 को तलवार चाहिँ अहिले यसको टाउकोमा चाहिँ लड्किरहेको छ, त्यही भएर लुकेर चुपचाप लाएर बसिरहेको छ। अनि त्यो बेला नि साला मात्र नेपाली जनताहरूलाई चाहिँ उक्साएर भड्काएर गणतन्त्रको नाममा मात्र त्यत्रो 17000 जना मान्छेको चाहिँ ज्यान लिएको गाउँतिर गएर फेरि स्कुलबाट बच्चाहरूलाई लिएर स्कुलमा पढाउने टिचरहरूको चाहिँ हात खुट्टा काटेर मान्छे मारेर गाउँतिर गएर आतंक मचाएर मात्र जंगलमा गएर लुकेको हो नि त यो। अनि त्यसपछि अनि देशभित्रको राजाले चाहिँ खोजेर चाहिँ आर्मी लगाएर मारिदिन्छ भनेर चाहिँ अनि त्यसपछि अनि यो चाहिँ भागेर गएर इन्डियामा लुके अनि इन्डियामा लुकेर चाहिँ नेपालमा चाहिँ नेपाली दाजुभाइहरूलाई चाहिँ एकअर्कासँग चाहिँ लडाएर त्यत्रो 17000 को ज्यान लिएको हो नि त यसले यो साला आतंककारीले। यत्रो गरेर नेपाली जनतालाई यति धेरै दुःख दिइसकेपछि पनि हैन कि अहिलेको समयमा पनि आएर भनिरहेको छ साला मात्र गणतन्त्र यसले लिएको गणतन्त्रले गर्दाखेरि कि हाम्रो देशभित्र यति धेरै आतंक फैलेर अनि आजको दिनमा चाहिँ हाम्रो देशको हालत चाहिँ यस्तो छ कि यही हो राजाको सबैभन्दा ठूलो गल्ती भएको। यस्ता आतंककारीहरूलाई चाहिँ त्यो बेलामा चाहिँ हाम्रो देशको जनता भनेर छोडिदिए नि त नेपाली जनतालाई यति धेरै दुःख भयो त्यो समयमा नि यति धेरै दुःख भयो र आजको दिनमा पनि यति धेरै दुःख सहेर दुःख भोगेर बस्नु परिरहेको छ के। देशभरि यत्रो युवाहरू चाहिँ आजको समयमा आफ्नो देश छोडेर चाहिँ अर्काको देशमा गएर दुःख गरेर गुलामी गरेर बस्नु परेको छ। अनि त्यही गुलामी गरेर पठाएको पैसाले चाहिँ आजको समयमा साला यो चोर साला भ्रष्टाचारीहरूको परिवार पालेको छ, इनार पालेको छ, एउटाले साला आफ्नो दुईटा किडनी फेरेर बसेको छ साला कुकुरले। अनि यो मात्र आतंककारी आफै आएर भनिरहेको छ कि हिजोको समयमा चाहिँ इन्डियामा संगठन थियो अनि त्यो संगठनले चाहिँ आतंककारी पैदा गरेर नेपालमा आतंककारी घुसाएर जंगलमा लुकेर चाहिँ अनि नेपालमा चाहिँ आतंक मचाएको हो नि त यिनीहरूले गणतन्त्रको नाममा। अनि आजको दिनमा चाहिँ नेपाली जनताहरूले चाहिँ अनि यिनीहरूको पछि लागेको छ नि त। अनि यिनीहरूले यत्रो 18-19 वर्षमा देश चलाएर चाहिँ देश हातमा लिएर अनि आजको समयमा चाहिँ देशलाई बेचेर खाएर देशमा भ्रष्टाचार मचाएर देशभित्र भएको मान मर्यादा प्रतिष्ठा सबै बेचेर खाइदिसक्यो। अनि आजको समयमा नेपाली जनताहरुमाथि चाहिँ दमन र शासन फैलाएर यिनीहरूको विरुद्ध कोही बोल्दै भने अनि नेपाली जनताले चाहिँ समात्ने कुट्नी पिट्नी गर्ने पुलिस लगाउने काम चाहिँ आजको समयमा यिनीहरूले गरिरहेको छ के। भोलिको दिनमा राजा फर्के भने चाहिँ अनि हिजोको दिनमा स्टेजमा चढेर मैले 5000 को जिम्मा लिन्छु भनेर त भनेको छ नि त। अनि त्यो 5000 को जिम्मा चाहिँ आफूले बेहोर्नु पर्छ अनि आफू चाहिँ भित्र कोचिनु पर्छ भन्ने डरको कारणले गर्दा चाहिँ आजको समयमा सल बलाएर र राजालाई दाइ मारेर भाइ मारेर मूर्ति चोर भनेर बसिरहेको चाहिँ साला यो आतंककारी साला मात्र यस्तो कुलङ्गर साला मात्र आफ्नो छोरोको हत्यारा पत्ता लगाउन नसक्ने साला मात्र मिडियामा आएर भन्छ राजदरबार हत्याकाण्डको पत्ता लाउँछ रे यसले लाउने रे यसले यो साला आतंककारीले लगाउने रे आफ्नो छोरा कसले मार्यो भनेर साला मात्र यसलाई थाहा छैन यसले त्यो पत्ता लगाउन सकेन आफू मुजी सत्तामा हुँदाखेरि। हिजोको समयमा राजा महाराजा राणाहरूले देश चलाउँदाखेरि देशको हालत कहिले पनि बिग्रेन तर जब चाहिँ राजाले सत्ता छोडेर चाहिँ यिनीहरूले देशको शासन आफ्नो हातमा लिए त्यसपछि नै देशको बिग्रिति र देशको चाहिँ बिजोग हुन सुरु भएको हो। अनि आजको समयमा हाम्रो देशको हालत चाहिँ यस्तो छ के। अनि साला नि यही आतंककारी आएर चाहिँ स्टेजमा चढेर भन्छ मलाई अझै एक मौका दिनु म देशलाई सुधार्छु देशलाई बनाउँछु रे मेरो लौडा बनाइस देशमा तर यत्रो 18-19 वर्षमा साला तिनीहरूले देशलाई बेचेर खाएर देशको हालत आजको समयमा यस्तो भइरहेको छ। अनि एउटा कुरा सुन साला मात्र त्यो टाइममा इन्डियामा कोही पनि नेपालीहरु थिएन बुझिस नि त्यहाँनिर लाखौं नभन बुझिस नि साला मात्र इन्डियाबाट तिनीहरूले नि आतंककारी घुसाको नेपालमा साला मात्र सबै माओवादी साला आतंककारीहरु तिनीहरू बुझिस नि यति कुरा इन्डियाबाट जंगल छिनी जंगलबाट नेपालमा छिरेर अनि साला मात्र नेपालमा आतंक मचाएर साला मात्र 17000 को ज्यान लिएर साला मात्र गाउँ गाउँमा गएर मान्छेहरुलाई हत्या गर्ने मान्छेहरुलाई समातेर मान्छेहरुको हातमा हतियार पक्राउने